हाम्रो सरसँग हामी कुलमा भए पनि हामी टी सर्टमा छौँ भन्नु पर्यो। चन्द्रगिरीको सबभन्दा माथि टप भ्यू टावरमा छौँ। कतिको राम्रो देखिया छ होइन थाहा भएन, हामीलाई चाहिँ एकदमै राम्रो देखियो। ल हामीहरू चाहिँ अब चन्द्रगिरी हिल्स हामी केबल कार माथि जाँदैछौँ। एकदमै राम्रो छ, पहिलोचोटि जाँदैछौँ। ट्याक्कै बिहानको अहिले 8 बजेको छ। यस्तो छ यतातिर, कस्तो राम्रो देखिया छ। चन्द्रगिरी हिल्स काठमाडौँ गेट प्रवेश गर्दैछौँ। चन्द्रगिरी केबल कार स्टेसन हामी आइपुगेका छौँ। आज ठ्याक्कै बिहान 7:30 बजे राम्रो घाम लागेको छ। कस्तो राम्रो पहाड देखिरहेछ। हामी केबल कार स्टेसन जाँदैछौँ भित्र। लेट्स सी के हुन्छ, कतिको रमाइलो हुन्छ हेरौँ। कतिजनालाई हो आउन मिल्छ? अरे बाबा कस्तो पो लाग्छ त्यहाँ घुमाइरहेको। आउनु 1-2 जना धेरै जना मिल्छ न? 4 जना। हामी त गयौँ है। यो मेसिनले हो हामीलाई माथि पुगाउने। एकदम राम्रो देख्दो रहेछ यता। ल खिचौँ है, खिचौँ हालिदिउँ है फेरि। ल हामी चन्द्रगिरी माथि सर्दैछौँ। त्यहाँबाट आएको त्यो स्टेसनबाट माथि हेरेपछि त ठिकै हो र, तल हेरेपछि त्योभन्दा पनि खम्बामा हुन्छ नि। चन्द्रगिरी केबल कार चढ्दैछौँ। कति माथि आएको साथीहरू आउँदैछन्। आउँदै हुनुहुन्छ है? एउटा जाँदैछ, दुईटा यही टारमा हो हामी लट्केर आइरहेको है। यही टार है। यो पोल हामी देखेको माथि अझ रहेछ त। ऊ कति हो है? सबभन्दा लामो चाहिँ ऊ माथिको डाँडा कटेपछि छ। त्यहाँ तलबाट यो पोल मात्र देखिने रहेछ, यहाँबाट देखिँदैन है। माथिको देखेन यता जाने कम हुन्छ। कस्तो रमाइलो भयो क्या। यति माथि आइन्छ भनेर मैले सोचेकै थिएन। त्यो पोलसम्म आइन्छ भनेर सोचेको थिएँ। कहाँ हो प्लेन भन्दा नि माथि आइयो। फर्स्ट टाइम प्लेन चढेको हो कि केबल चढेको हो? 8 बजे चढेको, 18 मिनट भइसक्यो। टक्रक्कै आधा घण्टा यो डाँडा छ नि, यो डाँडा भन्दा निच्चो प्लेन उड्छ कि यो डाँडाको माथि मुनि उड्छ। अब हिमालु स्टेसन हो देख्न थाल्यो। राम्रो मौसम पनि राम्रो गर्दैछ है। कुन हिमालु? धेरै राम्रो यो हिमाल। हामी हिमाल भन्दा नि माथि टपमा आइसक्यौँ है। ल फाइनली अब स्टेसन हामी पुगेको छैनौँ। 1-2 मिनट लाग्छ क्या हो। यति टपमा आयो कि यति टपमा जिन्दगीमा कहिले यति माथि आएको थिएन। आइयो स्टेसन आइपुग्यो। ल्यान्डिङ भयो। ल्यान्डिङ भयो, ढोका पनि खुल्यो। यताबाट आएको हिँडिरहेको छ। एउटा कस्तो यहाँ चढिसकेपछि पनि हल्लाउँदो रहेछ है। हामी चाहिँ चन्द्रगिरी माथि हामी ल्यान्डिङ गरिसकेका छौँ, पुगिसकेका छौँ। अब हेरौँ के कस्तो छ। कस्तो छ कस्तो आनन्दको के कुल फ्रेस हावा। एकदमै कुल छ। सरररर हावा। कति आनन्द कहाँ पो आयो।
अर्को दुनियाँमा आयो कि जस्तो भइरहेछ। हामी त कहाँ तलबाट आएको, कहाँ हो तल। यो स्टेसन यताको माथिको हिमाल देखिरहेछ, कस्तो राम्रो हिमाल। आज हाम्रो भाग्य पनि कस्तो राम्रो खुलेको। यता प्लेन उड्दैछ। हाम्रो सरहरू पनि पुग्नु भएको रहेछ। चन्द्रगिरी ब्याकग्राउन्ड पनि हिमालको माथि यता प्लेन उडिरहेछ। यो यता हाम्रो मिथुन सर कति ह्यान्डसम देखिराख्नु भएको। यस्तो चिसोमा नि हेर्नु त, उहाँ त पुरा टी सर्टमा हुनुहुन्छ। रमाइलो भइरहेको छ। ल हो यार, यो चाहिँ हाम्रो सरसँग हामी कुलमा भए पनि हामी टी सर्टमा छौँ भन्नु पर्यो। यता पनि हाम्रो गोपाल सर उहाँले ज्याकेट फुकाल्ने भन्दै हुनुहुन्छ कि। यो चाहिँ केबल कार स्टेसन। अब यहाँबाट हिँडेर माथि जानुपर्छ। अझ माथि गएपछि अझ हामी चाहिँ माउन्ट एभरेस्ट त नभनौँ र, अब यो हो कि पो कुन चाहिँ हिमाल हो। झन् राम्रोसँग देखिन्छौँ। हामी हिँड्दैछौँ भनौँ, कति मिनट लाग्छ थाहा छैन। राम्रो, एकदमै राम्रो अनुभव भइरहेछ। लेट्स सी माथि के हुन्छ। एकदमै खुसी लागिरहेछ। ओहो, चन्द्रगिरीमा यहाँ हेलिप्याड पनि रहेछ। हेलिप्याड बस्ने ठाउँ हुन्छ। हिँड्दै गर्नु सर। किन होला यो टाल्चा? टाल्चा बजार हो कि हो के हो यो? मायालाई चाहिँ लक गरिदिने। यो चाहिँ तालको चाहिँ नाम छैन। म त बल्लाउने। माथि जाँदैछौँ है। लेट्स सी के हुन्छ, कतिको रमाइलो हुन्छ। माथि जाउँ है त। हामी भित्र जाँदैछौँ। टिकट लिइसक्यौँ, सरले टिकट लिनुभयो। हामी जाँदैछौँ। हाम्रो गोपाल सरले पहिला नै टिकट लिइसक्नु भएको थियो, हामीलाई छोडेर अघि आइजानु भयो। मैले बोलाएको तपाईँ आउनु भएन। त्यही त हामी यहाँ वेट गरेको, तपाईँले हाम्रो लागि नै टिकट ल्याइदिनुहुन्छ भनेर। हो माथि अझ माथि जाऊँ न, के छ हेरौँ न। अब आछ चन्द्रगिरी घुम कस्तो छ। जता पनि सेतो देखिन्छ त सर। के हो यो बिल्डिङ? व्हाइट हाउस हो। म अगाडि जानु पर्यो, हामी सबै क्याप्चर हुन्छौँ कि है। ल यतातिर सरहरू खुबै रमाइलो भइरहेछ। यता हाम्रो सर सिधै कहाँबाट? सुनसरी नै मेचीबाट। म महाकाली, उहाँ मेची। मेची महाकाली हेर्नुहोस् त। मेचीदेखि महाकालीसम्मको हामी यहाँ फ्रेममा छौँ है। एउटै फ्रेममा मेचीदेखि महाकाली। मेची पनि हाम्रै हो, महाकाली पनि हाम्रै हो। हाउ ब्युटिफुल है। ओहो, यस्तो पो हो त हाम्रो नेपाल। हाम्रो नेपाल भनेपछि जिन्दगीमा अनुभव गर्न पायो कि कतिको ब्युटिफुल रहेछ भनेर कि। मिल्छ। चन्द्रगिरीको सबभन्दा माथि टप भ्यू टावरमा छौँ। कतिको राम्रो देखिया छ होइन, थाहा भएन। हामीलाई चाहिँ एकदमै राम्रो देखियो, धेरै रमाइलो भयो। कुल छ। बिहानीको 9 बजे घुम्दैछौँ, एकदमै रमाइलो भइरहेछ। हेर्नुहोस् है साथीहरू, यस्तो छ। यता पनि देखाऊँ। जाउँ है तल।
ल है साथीहरू, हामी चाहिँ चन्द्रगिरी हिल्स एक्सप्लोर गर्दैछौँ। तपाईहरूलाई के कतिको रमाइलो भइरहेछ यसो मेरो पेजलाई फलो गर्नु होला, सब्स्क्राइब लाइक सेयर के छ गरिदिनु होला, माया गरिदिनु होला भन्नु पर्यो है साथीहरू। एकदमै रमाइलो ठाउँ छ, हामी एकदमै इन्जोय गर्दैछौँ भन्नु पर्यो। साह्रै नै रमाइलो भइरहेछ। बिहानी चिसो साथसाथै कुल मौसममा टाटो सूर्यको घामले एकदमै आनन्द फिल भइरहेछ। माथिबाट अलिकता तल आयो हाम्रो गोपाल सर अनि मिथुन सर, हामी तीनजना यता तल आएका छौँ। यतातिरको यो फन पार्क हो कि चिल्ड्रेन पार्क हो के हो देखाइरहेछौँ। चाइल्डको लागि मात्र रहेछ होला यो। ओके फ्री के हो त्यो? फ्री फल के हो त्यो? इङ्ग्लिसै पढ्न नआउने बिचारा सुरतलाई हो के गर्ने, गाह्रो छ। चन्द्रगिरी घुमेर अब हामी रिटर्न हुँदैछौँ। हामी चाहिँ केबलमा बसिसकेका छौँ। त्यो आफै बन्द हुँदो रहेछ क्या, बन्द गर्नुपर्छ कि आफै बनाउँछ? यो बाटोमा त खोल्दैन। स्पिड हो हजुर सर। यता राम्रो सर, यो साइडमा मात्र केही सुनेन कि सर? हजुर पुगिसक्नु भयो हजुर? अघि आएको राम्रो थियो यार, यो त पुगिसक्नु भयो सर? यो पनि राम्रो छ। होइन त्यो यस्तो छैन, यस्तो भएको यतातिर